हेलो नमस्ते एभ्रिवान सबैलाई। आज हामी चाहिँ नारायणपुर मेला जान लागेको टक्क साथीभाइ भएर आज नारायणपुर मेला घुम्न जाँदैछौँ। अब नारायणपुर मेलामा के हुन्छ टक्क अहिले देखाउँदैछु, हेर्दै गर्नु होला है त। ल अब हामी मेलाभित्र छिर्न लाग्छौँ। ठ्याक्क अब यहाँबाट मेला सुरु प्रवेशतिर छौँ। टक्क हिँड्दैछौँ, यस्तो छ। अब फेरि तपाईँहरूलाई एकछिनपछि भित्र गएर देखाउनेछौँ हामी यहाँको दृश्यहरू। अहिले बाहिर छौँ, अलि छिटो आएछौँ क्या हामी, त्यति साह्रै भिडभाड छैन। यता यस्तो छ, सेल आयो भन्दैछ। टक्क यता मन्दिर पनि रहेछ यहाँ। छ यहाँनिर मन्दिर पनि रहेछ, श्री नरेश्वर महादेव बोलबम धाम मन्दिरभित्र प्रवेश गर्दैछौँ। टक्क यहाँ यस्तो भाइ। अब हामी मन्दिरमा घन्टी बजाउँदैछौँ, घन्टी। टक्क मन्दिरमा प्रवेशबाट हामी बाहिर निस्किरहेछौँ है। बाटोको यस्तो दृश्य देखिरहेछ। अहिले यो दृश्यलाई नजिक गएर अवलोकन गराउनेछौँ र तपाईँहरूको अगाडि बोटकेमा घन्टीमा त्यो छ यहाँ। टक्क आइसक्रिम खाएर छन् बहिनीहरूले। टक्क यहाँ हाम्रो सञ्जय भाइले र पप्पुले यहाँ के किन्ने भनिरहेछन्। टक्क देखाउँछु, यस्तो छ, रमाइलो छ। कहिले पपअप गरेर कहिले ठटट गरेर, कहिले यसरी यहाँ मयुर बेचिरहेछन्। मयुर यस्तो छ। मिठाई छ मेलामा त, भिडभाड छ आज, भिडभाड छ। ल है यस्तो छ यहाँको माहौल, रमाइलो छ। सब चिच्चाइरहेछन्। है यस्तो छ माहौल। अब कतिको देखाउने सक्छु त्यो थाहा भएन, तर प्रयास गरिरहेको छु मेलाको। है रमाइलो छ, रमाइलो। टक्क चस्मा सेल, के सेल। खान मन लाग्यो भने यस्तो मिठाईहरू पनि छ यहाँ, पसलहरू। टक्क कपडा सेल लगाइरहेछ सबै। यस्तो छ दृश्य, रमाइलो छ। यता चस्माहरू, झोलाहरू। यहाँ डाकु छ, डाकु बन्दुक बोकिरहेको, बन्दुक। अब बम पड्काउनु लाग्छ डाकुले, बम ड्याङ। डाकुले बम पड्कायो, बम है डाकुले। सेल कपडाको स्टाइल भ्याइएछ। अब यता अब खाने सेल होला, खाने सेल। यता पनि अब होटलहरू जस्तो छ। टक्क खाने सेलहरू लगाइरहेछ। यस्तो होटल रहेछ। ल है अब सबै मेला अवलोकन गरिसकेपछि अब केटाकेटीहरूको खेल अवलोकन पनि हेरौँ। यस्तो छ, पोहोरभन्दा साह्रै धेरै रहेनछ खेलाउने। यस्तो छ। अहिले यहाँ मान्छे नपुगेर होला। ड्याङ ड्याङ ड्याङ। केटाहरूले चाउमिन हान्दैछन्। आज चाहिँ हाम्रो नयाँ तरिका छ चाउमिन खाने, यसरी हातमा टक्क। कोही यता खान यता हानिराखन केटाहरूले। रोशन दाइले हान्दै हुनुहुन्छ चाउमिन खाने नयाँ तरिका। अब यहाँ डुङ्गानी चलिरहेछ, चिच्चाइरहेछन्। यही हो, यस्तो छ दृश्य देखाउँदै। अनि हामी चाहिँ मेला घुम्न बाँकी नै छ, तर मेरो भिडियो चाहिँ यहीँ अन्त गरेँ। अब भिडियो बनाउने वातावरण छैन, सो अब त्यही हो। अब म चाहिँ मस्त चिल घुम्छु। अहिलेसम्म भिडियो बनाएको थिएँ, त्यही नै हो। सबैले यो भिडियो हेरिदिनु होला। हस्त धन्यवाद।